आज हामी एउटा यस्तो कथाको कुरा गरौँ न जहाँ प्रेमको धागोले दुई बिल्कुलै फरक संसार, दुई फरक संस्कृति र दुई मनलाई एकसाथ बुन्ने कोसिस गर्छ। यो कथा हो नेपाली चलचित्र उनको स्वीटरको। यो चलचित्रले हाम्रो मनमा यही एउटा गहिरो प्रश्न छोडिदिन्छ, जब समाज, परम्परा र भाग्य जस्ता कुराहरू प्रेमको बाटोमा पर्खाल बनेर उभिन्छन्, तब के हुन्छ होला? आउनुस् यही मार्मिक कथालाई अलि नजिकबाट निहालौँ। यो कथाको जग नै दुई फरक भूगोलमा छ। एउटा छ बेसी, तराईको न्यानो, उर्वर तर परम्परा र अलिकति द्वन्द्वमा जेलिएको काफ्ले समुदायको ठाउँ। अनि अर्को छ लेक, पहाडको चिसो, शान्त तर त्यही शान्तिभित्र अलिकति एक्लोपन बोकेको गुरुङ बस्ती। हो, यही भूगोल र संस्कृतिको फरकपनले नै कथामा एउटा तनाव सुरु गराउँछ। ल, अब भेटौँ हाम्रा मुख्य पात्रहरूलाई। एकातिर छन् धरानी, बेसीका, घर बनाउने काममा एकदमै सिपालु तर काँधमा परिवार र समुदायको भारी बोकेका। अनि अर्कोतिर छिन् फूल, लेककी, एकदमै स्वाभिमानी, जो आफ्नो विगतबाट बाहिर निस्कन खोजिरहेकी छिन्। दुईजना दुई फरक ध्रुव जस्ता, तर हेर्नुस् न भाग्यले उनीहरूलाई कसरी एकै ठाउँमा ल्याइ पुर्याउँछ। कथाको सुरुवात चाहिँ एउटा एकदमै सामान्य कामबाट हुन्छ, तर थाहा छ नि, कहिलेकाहीँ सानो देख्ने यात्राले नै जिन्दगीलाई कहाँबाट कहाँ पुर्याइदिन्छ। धरानीको जीवनमा पनि ठ्याक्कै त्यस्तै भयो। धरानी लेकतिर घुम्न गएका होइनन्, उनी त बाध्यताले गएका हुन्। आलुको बिउ लिन गएका बुबा नफर्किएपछि जेठो छोराको कर्तव्यले उनलाई त्यो नसोचेको बाटोमा डोर्याउँछ, जहाँ उनको भाग्यले एउटा नयाँ मोड लिँदै थियो। अनि लेक पुगेपछि धरानीले आफ्नो खास कला देखाउँछन्, घर बनाउने कला। हावाले भत्काएको एउटा घर सित्तैमा बनाइदिन्छन्। उनको यही निस्वार्थ कामले नै फूलसँगको सम्बन्धको पहिलो इँटा थप्छ। भनौँ न, एउटा यस्तो जग बसाउँछ जुन विश्वास र सम्मानमा टिकेको थियो। अब कथाको सबैभन्दा सुन्दर हिस्सा सुरु हुन्छ, जहाँ दुई अपरिचित मनहरू बिस्तारै नजिकिन्छन्। उनीहरूको प्रेम शब्दले होइन, कर्म र सङ्गीतले फुल्छ। मौनतामा पनि उनीहरू संवाद गर्छन्। उनीहरूको सम्बन्धको खास सुन्दरता नै यही हो, यो बोलीमा भन्दा बढी भावनामा टिकेको छ। धरानीको हातको सिप अनि फूलको गलाको सङ्गीत, यी दुई कुराले नै उनीहरूको मनलाई शब्दबिनै जोडिदिन्छ। अनि फूलको परिवारले भनेको यो सानो कुराले कति ठूलो अर्थ राख्छ। हाम्रो फूललाई त तपाईँको गीत मन परेछ। धरानीको लोकगीतले फूलको मन छुन्छ र उनीहरूको नबोलिएको भावनाले एउटा मिठो धुन पाउँछ। अनि जब फूलले आफ्नो व्यक्तिगत डायरी धरानीलाई दिन्छन् नि, त्यो त विश्वासको सबैभन्दा ठूलो प्रमाण हो। आफ्नो मनको सबैभन्दा गोप्य कुरा लेखिएको किताब कसैलाई दिनु भनेको त आफ्नो आत्मा नै सुम्पनु जस्तै हो। यो एउटा सानो कामले उनीहरूको सम्बन्ध कति गहिरो भइसक्यो भन्ने देखाउँछ। र त्यही डायरीमा धरानीले आफ्नो मनको सबैभन्दा ठूलो रहस्य खोल्छन्। फूलप्रतिको उनको आकर्षण आजको होइन रहेछ। उनले त फूललाई बाल्यकालदेखि नै चिन्दा रहेछन्, त्यो रातो स्वेटर लगाएर पुतली झैँ उफ्रिने सानी केटीको रूपमा। यो प्रेम त वर्षौंदेखि उनको मनमा थियो। लेकमा जब प्रेम अंकुराउँदै थियो, धरानी बेसी फर्कन्छन्, तर यहाँ उनको स्वागत गर्न सङ्कटको एउटा ठूलो आँधी बेहरी नै कुरिरहेको हुन्छ। यहाँबाट कथाले एकदमै अँध्यारो र दर्दनाक मोड लिन्छ। धरानीको जीवनमा एकपछि अर्को वज्रपात हुन्छ। पहिला त उनका बुबाले लिम्बू समुदायको पवित्र चिहान भत्काएर ठूलो गल्ती गर्छन्, जसले गर्दा सिङ्गो परिवारलाई समाजले बहिष्कार गर्छ, उनीहरूको काम खोसिन्छ, सम्मान लुटिन्छ। अनि त्यही पीडा र अपमानको भुमरीमा उनले आफ्नो बुबालाई नदीमा गुमाउँछन्। यो उनको जीवनको सायद सबैभन्दा कठिन परीक्षा थियो। अनि समुदायका अगुवाहरूको यो कठोर फैसला सुन्नुस् त, चिहान भत्काउने परिवारको हातले बनाएको घरमा कहिल्यै राम्रो हुँदैन, हामी तिमीलाई घर बनाउन दिँदैनौँ। यो कुराले धरानीको परिवारलाई सामाजिक र आर्थिक दुवै रूपमा लगभग सिद्ध्याइदिन्छ। अब कथाको अन्तिम र सायद सबैभन्दा मार्मिक खण्डमा जाउँ, जहाँ निराशाको अँध्यारोबीच आशाको एउटा सानो दियो बल्छ र यो चलचित्रको मुख्य प्रतीक त्यो स्वेटरको अर्थ खुल्छ। जब धरानीको संसार पुरै भत्किसकेको हुन्छ, त्यही बेला लेकबाट आशाको किरण आउँछ। फूलको परिवार सबै सामाजिक पर्खालहरू तोडेर धरानीको घरमा सम्बन्ध जोड्न आइपुग्छ। सोच्नुस् त, यो केवल विवाहको प्रस्ताव थिएन, यो त विभाजन विरुद्ध प्रेमको जितको पहिलो सङ्केत थियो। तर त्यही क्षणमा हामी त्यो चिज देख्छौँ जसले यो चलचित्रलाई नाम दिएको छ,
फूलले रातभरि नसुती धरानीको लागि बुनेको ऊनी स्वेटर। यो केवल एउटा कपडाको टुक्रा मात्र होइन, यो उनीहरूको पुरै कथाको सार हो। यो स्वेटरको हरेक धागोले केही न केही भन्छ। यो धरानीको चिसो, कठोर संसारमा फूलको प्रेमको न्यानोपन हो। यसको हरेक सिलाइमा बेसी र लेकका दुई फरक संस्कृतिहरू बुनिएका छन्। यो उनीहरूको भविष्यको लागि एउटा ठोस वाचा हो, शब्दभन्दा पनि शक्तिशाली। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, यो उनीहरूले सँगै बिताएका हरेक पलको, हरेक हेराई, हरेक गीत र हरेक भावनाको एउटा जीवन्त सम्झना हो। फूलले स्वेटरसँगै पठाएको चिठीको यो अंशले सबै कुरा प्रष्ट पार्छ। तिमीले यो चिठीका शब्दहरू बिर्सन सक्छौ, तर हामीले सँगै बिताएका पलहरूको सम्झना यो स्वेटरको हरेक सिलाइमा बुनिएको छ। समयले अक्षरहरू त मेट्न सक्ला, तर भावना र सम्झनाहरू त्यो उनमा सधैँ जीवित रहनेछन्। यो चलचित्रले हामीलाई कुनै ह्याप्पीली एभर आफ्टरवाला सजिलो अन्त्य दिँदैन। उनीहरूको भविष्य अझै पनि अनिश्चित छ, तर धरानीको वाचामा उनीहरूको प्रेमको शक्ति देखिन्छ। उनी फूलको लागि एउटा सानो घर बनाएर फूलै फूलको बगैँचामा पर्खिरहनेछन्। यो पर्खाइमा अनिश्चितता त छ, तर अगाध प्रेम र विश्वास पनि छ। र अन्त्यमा फूलको पत्रको यो शक्तिशाली वाक्यले कथालाई एउटा आशाको बिन्दुमा लगेर छोडिदिन्छ। यदि मेरो सासले मलाई छोडेन भने म तिम्रो मायाको आशा बोकेर यो सिमाना पारी कतै पर्खिरहेकी हुनेछु। सबै बाधाहरूका बावजुद प्रेम र आशाले नै उनीहरूलाई एक दिन अवश्य भेट गराउनेछ भन्ने विश्वास दिलाउँछ। र यो कथाले हामीलाई फेरि त्यही सुरुको प्रश्नमा फर्काउँछ के साँच्ची नै प्रेमले हरेक सिमाना, हरेक पर्खाल पार गर्न सक्छ त?